गाइस हिजो चाहिँ म आइसकेको छु माइत र माइतमा चाहिँ काकु एकजनाको बिहे थियो, रिसेप्सन पार्टी है। र अब निम्तो गर्नुभएको थियो अनि आयो बेलातिर घरबाट निस्क्यौँ र निस्किँदैखेरि झिमझिम पानी परिरहेको थियो। अनि यता चाहिँ हामी सबैजना घर आए र घर आइपुगेर अनि मम्मीलाई पनि भने रेडी भइराख्नु, हामी सँगै जानुपर्छ भनेर। र काकी हामी सबैजना निस्क्यौँ अनि गयौँ। यता चाहिँ बिहे घरको माहौल, यता चाहिँ सबैजना यता फोटोसुट गरिराख्नु भएको छ। यता चाहिँ हुनुहुन्छ बेहुलाको मम्मी है। र बेघरमा त अब फोटोसुट त चलिहाल्छ नि त है बेहुला बेहुलीसँग। र हामी पनि गएर बस्यौँ र हाम्रो पनि मैले अब भिडियो बनाएँ मम्मी काकीहरूसँग है। र अनि त्यसपछि हामी गयौँ काकुलाई नयाँ जीवनको शुभकामना दिँदै अब गिफ्टका साथ। र अनि काकुलाई शुभकामना दियौँ र काकुसँग फोटो पनि क्लिक गऱ्यौँ र आएर बसेँ। त्यसपछि भेट भयो मेरो पुरानो साथीनीसँग। र यता चाहिँ बेहुलाको कान्छी बहिनी मेरो चिनिनी पर्छ, उहाँ पनि कन्टेन्ट क्रिएटर हुनुहुन्छ। र माइतको छेउछाउ बिहा हुनु चाहिँ मलाई चाहिँ यही सुविधा लाग्छ। अब माइतमा बेसेमा फट्टे केमा भनौँ फटक्कै आउनु सकिन्छ है। टाढो बिहे भयो भने त फट्टै आउनु पनि पाइँदैन। र मलाई चाहिँ एकदमै राम्रो लाग्छ, आफन्तहरूसँग भेट हुन्छ, साथीहरूसँग भेट हुन्छ है। कति रमाइलो लाग्छ। र यता चाहिँ भाइ बहिनीहरू डान्स गरिरहेछन् र खानापिना खाएर आएर डान्सहरू पनि एकछिन हेऱ्यौँ, रमाइलो गऱ्यौँ। र त्यसपछि यता बेहुला बेहुलीलाई डान्स मतलब नचाइराख्नु भएको छ, सबैले फुर्ती गराइराख्नु भएको छ, बेहुलाको दिदी बहिनी सबैजना। र हामीले पनि फुर्ती गऱ्यौँ एकछिन र घर जानु भनेर निस्क्यौँ। सो बाई एभ्रिवान।